बुढो ह्यापी माघे सङ्क्रान्ति। ओहो थ्याङ्क यू बुढी, तिमीलाई पनि ह्याप्पी माघे सङ्क्रान्ति। ओहो धेरै थरी परिकारको देख्छु त म त। ओहो घिउ पनि रहेछ सबै रहेछ। यो कहाँबाट सिक्यो बुढी, तिमीले त पुरा जानेको रहेछ त। अनि यहाँ दाल देखिरहेको छु, यो तरकारीहरू देखिरहेको छु। अनि तरकारीमा त फेरि कुखुरा बनाउँछ त। यो के भएको यस्तो? के खसीको मासु बनाएन आज पनि? माघे सङ्क्रान्तिको दिनमा त खसीको मासु बनाउनु पर्यो त। हजुरले खसीको मासु ल्याइदिएछ थोरै बनाउनु। मैले कति पटक भन्छु कि 3 दिनै कमाएको त्यो 10,000 15,000 20,000 त तिमीलाई राख्न दिएको छु त। त्यो पैसा चाहिँ के गर्छ त? एक पल्ला गरी साइलेले खसीको मासु काटेछ भने मलाई फोन गरेको मासु नि सकिन्छ म खान्न। माघे सङ्क्रान्तिको दिनमा त बुढीले खसीको मासु ल्याउँछ र खाउन पाउला भनेर सोचेको थियो। त्यो पनि पुरा गरेन। म खान्न म केही पनि खान्न। मलाई खसीको मासु नभइकन म केही खाँदैन। म खाँदै धेरै ड्याङ नगरे एक दर्जन दिन्छु म।